सुनको मूल्य बढेर दिनदिनै रेकर्ड राख्दै 2,58,000 पुगेकै बेला बजारमा एउटा हल्ला आएको छ कि अस्ट्रेलियाले सुन उत्पादन गर्दैछ भनेर। यदि अस्ट्रेलियाले सुन उत्पादन गर्यो भने नेपालमा दैनिक 25,000 का दरले सुनमा गिरावट आउने भन्ने कुरा पनि हल्लामा आइरहेको छ। त्यसैले सुनमा लगानी गर्नेहरूले विचार पुर्याएर लगानी गर्नुहोला। कसैले भनिरहेका छन् अरे 5 लाखसम्म पनि पुग्छ सुनको मूल्य भनेर। त्यो त एउटा व्यापारी पोलिसी पनि हुन सक्छ। चाँडै धनी हुनलाई ऋण काडी सुन किनेर राख्दै हुनुहुन्छ भने चाँडै कङ्गालपति पनि हुन सक्नुहुन्छ। त्यसैले होस पुर्याएर सबैतिर बुझेर सत्य तथ्य बुझेर मात्रै तपाईहरुले सुनमा कारोबार गर्नुहोला। यो त मैले तपाईलाई दिएको एउटा जानकारी मात्रै हो, विचार तपाईहरुकै हो। आफैले सोचेर आफूलाई के गर्दा हुन्छ त्यही नै गर्नुहोला। जे चीज पनि त्यसको सीमा भन्दा माथि जान सक्दैन। एकैचोटी बाढी पहिरो आएस्तो वात्तै गर्दियो भने तपाईहरुको फेरि पत्ता साफ हुन सक्नुहुन्छ। जसरी कांग्रेस एमालेको सरकार हुँदा ओलीले दम्बका साथ भनेका थिए 84 सम्म हामीलाई कसैले हल्लाउन सक्दैन भनेर। जेनजी आयो, हल्लाउन मात्र हैन भगाउने बनायो, त्यो पनि धोती न टोपी बनाएर। त्यसैले सुनमा लगानी गर्नु पनि सुन भनेको कली हो। कली कुन बेला हल्लिन्छ थाहा छैन। तपाईहरु चाहिँ सुहा बन्न सक्नुहुन्छ। होस पुर्याउनु होला।